आज म पोर्चुगलको दोस्रो ठुलो र अत्यन्तै सुन्दर सहर पोर्तोमा छु। यो भिडियोमा तपाईँले प्रसिद्ध दोरो नदीको मनमोहक दृश्य, नदी किनारका ऐतिहासिक भवनहरू र पोर्तोको अद्भुत सौन्दर्य देख्न सक्नुहुन्छ। पोर्तो आफ्नो पुरानो वास्तुकला र विश्व प्रसिद्ध पोर्तो वाइनका लागि परिचित छ। नदीको किनारमा रहेका रङ्गीन घरहरू र पहाडमाथि बनेका ऐतिहासिक भवनहरूले यस सहरलाई अझ विशेष बनाएको छ। दोरो नदी किनारमा चलिरहेका डुङ्गाहरू, शान्त वातावरण र मन लगाउने दृश्यहरूले पोर्तोलाई पोर्चुगलको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यहरूमध्ये एक बनाएको छ। यदि तपाईँ पोर्चुगल घुम्न आउने योजना बनाउँदै हुनुहुन्छ भने पोर्तो अवश्य भ्रमण गर्नुहोस्। यहाँको इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यले तपाईँलाई अविस्मरणीय अनुभव दिनेछ। यस्तै पोर्चुगलको सुन्दर ठाउँहरूको यात्रा गर्न र नयाँ भिडियोहरू हेर्न मलाई फलो गर्न नबिर्सनुहोस्। धन्यवाद।